यो पनि हो यसको कति पर्यो यसको चाहिँ 48,100 अनि यो डिजाइनको लागि डिजाइनको हेलो चेक माइक चेक के छ ठिक छ ल गाइजहरू अनि यो चाहिँ मैले मेरो नयाँ किनेको आज लिएको माइक टेस्ट गरिरहेको छु बोकेर आइएको छ यहाँ लगाएको छु देखिएन होला है गाइज वेलकम ब्याक टु द च्यानल म प्रशान्त अनि मामासँग अनि हामी चाहिँ आज न्यु रोड गइरहेको छौँ न्यु रोड चाहिँ किन गएको भन्दाखेरि एउटा माइक किन्नु छ यो मेरो आइफोनको लागि भिडियो बनाउनुको लागि चाहिँ वायरलेस माइक लिनु छ अनि त्यही बजेट त धेरै छैन आफ्नो बजेटले भ्याएअनुसारको मतलब कतिको लिने मामा कतिको लिने अरे 30 करोड 35 करोडसम्मको 30-35 करोडसम्मको लिने भनेर हेरे हो अनि चताको पनि हुन्छ बसिहाल्नु रे यो सम्बन्धी नलेज चाहिँ मलाई भन्दा धेरै मामालाई छ यता निस्किनु हुन्छ यता गएर हुन्छ उता जाँदा हुन्छ यो सम्बन्धी नलेज चाहिँ मलाई भन्दा धेरै चाहिँ मामालाई छ अनि मामासँग जानु लाग्यो हो अस्ति नै बहिनी र म आएर त्यो फ्लावर्स लगेको चाहिँ यहाँबाट प्लान्ट्स चाहिँ अहिले त आवाज राम्रो आउँदैन होला माइक छैन अनि हावा आइरहेछ नोइज आइरहेछ भरे माइक किनेपछि चाहिँ राम्रो आउँछ काम गर्छ मामा यस्तोमा हावामा गर्छ है अस्ति मामाको युज गरेको थियो हामीले त्यो त गइरहेको थियो है अनि यो चाहिँ धोबी खोला हो धोबी खोलामा चाहिँ बाढी आउँदा चाहिँ ठुलो हुन्छ अहिले चाहिँ यो पानी परेर चाहिँ बाढी आएर चाहिँ सफा देखिरहेछ है यो वरिपरिको फुलहरू पनि बगाइ लगेर होइन सफा देखिरहेछ यो त माथिसम्म आफ्नोमा पानी त माथिसम्मै आउँछ जाम त जामै छ नि स्याहार बहिनीलाई दिउँसै दिन लाग्दैछ हाई गर्छ यार 1 बजे दिउँसो गाइजहरू सफा देखिरहेछ आज चाहिँ क्लिन देखिरहेछ है अनि पानी सानी परेर हाम्रो रोडहरूको वरिपरिको चाहिँ मजाले हरियाली भएर चाहिँ बोट बिरुवाहरू होइन कस्तो मजाको देखिरहेछ हल्का ग्रिन सिटी भएको अवस्था के निकाल्यो तामा अरे स्ट्रिमले त धेरै लगाइदिरहेको छ अहिले त जहाँसुकै स्ट्रिमको बोर्ड गाइस यहाँ माथि छ क्या बुढाको चर यहाँबाट छिर्जानु हुन्छ नि निस्किन्छ हाम्रो नेपाल एयरलाइन्सको डोमेस्टिक टिकट काउन्टर प्लस इन्टरनेसनल पनि यहीबाट काट्छ है गाइजहरू सुन्तलाबाटै यही हो बिल्डिङ चाहिँ उतापट्टिबाट छिर्ने ठाउँ छ नेसनल तथा इन्टरनेसनल चाहिँ यहीबाट काट्ने गरेको छ नेसनल भन्दैन डोमेस्टिक भन्छ यार नेसनलतिर अहिले त पाइहाल्छ
यहाँको टिकट त अहिले त होइन इसामा पनि पाइन्छ अस्ति चेक गरेँ मैले कति हजार हो त महँगो छ यार सात हजार 300 कति छ गाइज हामी न्युरोड आइपुग्यो एकछिनपछि भेटौँ है गाइज हामीले तमराकार कम्प्लेक्समा आइसकेका छौँ अनि मामाहरू चाहिँ बाइक लगेर भित्र पार्किङ गर्नुहुन्छ तमराकार कम्प्लेक्स भित्रबाट चाहिँ पार्किङ गर्ने मुनि छ बाइकहरू पार्किङ गर्ने हो घन्टा कति 30 कि 35 रुपियाँ छ कति ल लगेर आउनु ल पुऱ्याएर आउनु यसो कति हो यसको 3200 राम्रो छ ब्याट्री कति भन्दा दिन्छ यसको चार्जिङ के छ होला हो तो ठीक बोल रहा हूँ यसको चाहिँ 2200 त्यसको 2200 यसको भयो 2200 यो पनि 2200 नै अनि यो के अरे यस्तो छुट्टै चार्ज गर्नुपर्ने हो कि भित्र आफै चार्ज हुन्छ यसको पनि हुँदैन यो त छुट्टै चार्ज गर्नु यो चाहिँ क्यान्सल गर्नु यो खालको अर्को छ नि त अरू पनि खोलेर हेर्नु मिल्दैन गाडी यता खिचौँ न कहाँ छ ध्यान त खिचिरहेको छु यो पनि हो यसको कति पर्यो यसको चाहिँ 38 रहेछ 48,100 अनि यो डिजाइनको ल डिजाइन पनि यसको चाहिँ कति हो यसलाई एक्स्ट्रा चार्ज गर्नुपर्छ कि त्यो मोबाइलकै मोबाइलमा मोबाइल आएछ गर्नुहुन्छ हेर्नु मिल्दैन खोलेर खोलेर देखाइदिउँ त्यो मन पऱ्यो भने यता हेर्नु न कुन चाहिँ मन पर्छ हुन्छ अरू पनि ल्याउनु त ठिकै छ एउटा चाहिँ लान्छ लाने नै हो यो पनि ठिक छ गएर ठिक छ त पछाडि यता ल्याउनु दिँदा चाहिँ ठिक छ गएर त्यो खोलेर हेरेको छ खोलेर हेरौँ न खोलेर छ भने यस्तै हुन्छ यो चाहिँ तपाईँको चारपाटेमा भयो यो चाहिँ गोलोमा छ कि यो राख्ने त्यो अड्याउने चाहिँ बाइक चाहिँ यो चाहिँ राम्रो सस्तो छ यो चाहिँ सबसे बढी कुन जान्छ तपाईँबाट हाम्रोमा यो चार्जिङ केसवालै जान्छ जुन यो पनि चार्जिङ त्यसै होइन गोब्रोको ब्याट्री कति पर्छ हिरोको हजुर 2200 एउटा त्यसको ओरिजिनल पाउँदैन गोब्रोको यो एकचोटि देखाउनु न मलाई यो गोब्रोको त केस जस्तो होइन बल्ल दाहिने दाहिने अलिक दाहिने अलिक माथि तपाईँ हेर्नु त अनि अब हामी चाहिँ एउटा लिनुको लागि यिसकेपछि एउटा रेडी गरेपछि तपाईँलाई देखाउँछौँ न यो दिने भनेर ल गाइजहरू हामीले माइक चेक गरिरहेको छौँ यो बाटो सी हो सी यो पनि अन भएको छ हेलो 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 अहिले तल राख्नु त हेलो 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 चेक चेक माइक चेक हेलो हेलो हामीले चेक गरिरहेछौँ यो हेलो 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 हुन्छ होइन हेलो के छ हो के छ त्यो मामा हावामा लानु त कस्तो आउँछ हावा चेक गर्नु हेलो 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 कति क्यान्सलेसन गर्ने हावा गएर बोल्नु त हावासँगै हेलो चेक चेक माइक चेक के छ ठिक छ ठिक छ मोड चेक गर्नु त ल मोड चेन्ज भयो के हुन्छ अनि मैले यो मोड चेन्ज गरेर हिँडेँ मोड अन भयो मोड अफ भइसक्यो ल गाइजहरू यो अर्को चेक गरिरह युगेट्सको अब कस्तो हुन्छ कस्तो भइरहेको थाहा छैन अनि यो चाहिँ के रहेछ क्या नमस्ते यो चाहिँ त्यो अन गर्ने हो नि अन गर्नु पर्दैन अलरेडी गर्नु भइसक्यो भयो भने त त्यतिकै ऊ होला जान्दा बाहिर फेरि बोल्नु बोल्नु हातहरू पनि बोल्नु गएर राख्नु न हेलो के छ अरे म कति वर्ष रे हेलो 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 चेक 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 माइक चेक हेलो 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 हावा चाहिँ हेलो, हेलो। हावा के रे म कति वर्ष पुगेँ रे यसो मात्रै त हेलो 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 हेलो
के पछिको फेरि यसको झरो नि हेलो 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 चेक 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 हावामा हेलो 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 कल राख्नु छातीको लेभलमा पाँच त्यसले राख्नु न जानकारी के छ के छ के छ के छ ठिक छ चुम्बक अलग रहेछ त होइन हेलो 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 चेक 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 यता यस्तो गर्दा पनि हुन्छ यसको कुरा चाहिँ बुझ्न क्या मैले यता टाल्दा पनि भयो त यस्तो भएपछि चुम्बक गर्दा हेलो 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 सुनौ न आवाज चाहिँ सुन्नु क्या यो चाहिँ त्यतिकै नथिचिकन हो कस्तो आवाज आउँछ हेरेको छु मैले यो थिचेको छैन तलको यो तलको थिचेर भयो थिचिन् त तलको थिचिन यो थिचिदिनु त पछि केही चाहियो भने उहाँहरू पनि माइक खोज्न आउनु भएछ हामी जस्तै अर्कोमा छैन यति चाहिँ अर्को कस्तो छैन एकचोटि चार्ज गरेर हेरौँ न यो फुल चार्ज भएको कसरी थाहा हुन्छ केस यो तपाईँको यसमा चार्ज गर्ने होइन चार्ज गरेपछि यसमा फुल भएको यहाँ रेड भएको चाहिँ देखाउँछ नि ग्रिन देखाउँछ फुल भएछ ग्रिन देखाउँछ यो के यसमै ऊ छ है पावर छ है मतलब यसको हो हजुर यसमै छ होइन ब्याट्री यसको यसलाई चाहिँ फुल लिएर हिँड्ने यसलाई चाहिँ यहीँ चार्ज गर्ने यसलाई चाहिँ कति घन्टा टिक्छ होला हजुर 72 घन्टा लेख्नु कि तर 72 बाटोमा त्यस्तै 70 जतिको टिक्छ त्यो M1DM वाला हुँदो रहेछ नि बोयाको कस्तो रे M1D यो त पर्छ त टिक्छ M1DM पाइरहेको छ चेक हो गर्नु तर तपाईँको त्यस्तो झन् राम्रो हुन्छ के को लागि हो तपाईँलाई मजाले पसेको अनि केबाट चलाउने मोबाइलमा होला सायद क्यामेरा कहिले फोन दुवैको लागि ए दुबईको लागि त्यसको लागि त बोयाकै चाहिन्छ बोयाकै दिनु बोया अथवा डिजिआईको राम्रो हुन्छ डिजाइको लानु बोयाको त पहिले पाउँदैन वायरमा मात्रै छ अर्को बक्समा आउनु न यो लानु कति पिस गइसक्यो तपाईँबाट यो दिनमा 3-4 जान्छ हो निकै जानु हुन्छ तपाईँलाई यो गयो गयो अनि मिलाइदिनु लानु गाइजहरू यो लानु लागेको हामीले 16800 सम्म गर्दैन 4800 अरे कतिमा भन्नुभयो हजुर मिलाइदिनु 4800 45 सम्म लानु भने गाइजहरू अनि हामीले लिइसक्यौँ एउटा माइक मेरो लागि मामाको त अलरेडी नै छ अनि अब चेक गर्दै गर्दै हिँडिरह हो यो थिच्दा चाहिँ के हुन्छ क्या एकदम थिचिहेर्छु त म ल गाइज यो थिचिसकेपछि चाहिँ के फरक आयो त भोइसमा एकचोटि हेरौँ न त केही चेन्ज आउँछ कि आउँदैन रहेछ त चेन्ज आयो होला केही न केही त ल गाइजहरू अनि यो चाहिँ मैले मेरो नयाँ किनेको आज लिएको माइक टेस्ट गरिरहेको छु 4800को माइक चाहिँ 4500मा बोकेर आइएको छ यहाँ लगाएको छु देखिएन होला है अनि हामी यति बेला रत्न पार्क छेउमा पुगेका छौँ मामा र म यो त कमेन्ट्री गरेर जस्तो हुँदो रहेछ मामा यार कमेन्ट्री गरेर जस्तो हुँदो रहेछ यार अनि माइकको झोला चाहिँ हातमा छ हजुर यहाँ होइन आज छैन सरी छ हेर्नुहोस् गाइजहरू यस्तो घाममा पनि मान्छेहरू पुरै लाइन लागेर बसेका छन् आज त मान्छे मात्र पुलिस पनि छ गाइजहरू ल धर्ना छ धर्ना यहाँ चाहिँ अब यो चाहिँ हिन्दू मुस्लिमकै हुनसक्छ जहाँसम्म लाग्छ मलाई गाइजहरू खोइ के बाँडिरहेको हो कि क्या हो हामी पनि जानुपर्छ क्या हो खानेकुराहरू हो क्या के छ पैसा बाँडिरहेको होइन कतै हामी छुट्यो यार ए माइक मामाले पनि लाउनु पर्छ रहेछ क्या गद भयो नि त कता रोकेर लाउने हो अघि लाउनु पर्छ कहाँ पुग्छ पुग्दैन नि टिप्दैन हौ यसले पैसा बाँड्यो भने छुट्यो हामी यार तपाईँ सहिले दिए पनि 1000 रुपियाँ आउँथ्यो अब माइक किन्ने चाहिँ गाइजहरू अब चाहिँ घर बस्दा चाहिँ त्यत्तिकै बनाउने हो मोबाइलबाट नै अनि बाहिरतिर जाँदाखेरि चाहिँ अब माइक लगाएर हिँड्ने हो यस्तो नोइज छ यस्तो हावा छ होइन हेलो गाइज हेलो हेलो अनि गाइजहरू यो रामसाहा पथ हो यसलाई भन्छ रामसाहा पथ
सबै जेन्सेटर हालेर नै हो हो सार्जी सुचारू भएको छैन अझै भएको छ नि अलिअलि बसिरहेको छ जलाइदिइहाल्यो त यहाँ चाहिँ जलाएन गाह्रो होइन अदालत पनि होइन यता त हजुर अदालत पनि होइन यो त यो मामा माइक त लाग्यो अब कानमा पनि लगाउनु चाहियो सुन्दैन अदालत माथिको धान्जा पनि लगाइरहेको थिएन अस्ति नै धान्जा लगाइरहेको थिएन अस्ति नै हो बेगिन्द्रेको ग्यारो त्यसले कस्तो काम गर्थ्यो त्यसले कस्तो काम गर्थ्यो ठिक ठिकै गर्थ्यो हौ यो रोडको बारेमा 200 त भन्नु त कस्तो छ ए रोड त बबाल छ यो गाडीहरू भएन भने अझै बबाल हो बबाल चाहिएको छ है हो बिहान हिँड्नु मात्रै मजा आउँछ सफा देखिँदो रहेछ यार क्यामेरामा चाहिँ अहिले दिउँसो त जाम परेर के भएर क्यामेरामा चाहिँ सफा देखिँदो रहेछ हौ रातो बत्ती बलिसकेर तपाईँले 80 सेकेन्डको थोरै हो गाइसहरू खुल्यो यो रुखहरू चाहिँ हान्न ठुलो हुँदैन यो रुख चाहिँ हान्न ठुलो हुँदैन त्यो रुख सानैमा यस्तै हो यस्तै खालको रुख लगेर घरमाथि भरि रोप्ने यो हिँडो जङ्गल भइरहेको है दुत्तीहरूको रोडको डिल रोप्दाखेरि चाहिँ दामी देखिन्थ्यो होला कहाँ अरे तिमीहरूको त माथिको रोडको डिल है रोप्दाखेरि चाहिँ सानो सानो रुख होला नि त लहरै क्या परदेखि वरसम्म बुझेँ 10 मिनटको घरमाथिसम्म के गरौँ हो त चोटके दामको त गरौँ चोटके दामको तल गरौँ है तल धरौँ तल है हुन्छ यहाँ सिट काटिसक्नुभयो मामाले दसैँ आउनुभन्दा अगाडि नै दुईवटा रहेछ त बुलेट र स्कुटी रहेछ यहाँबाट खुली त्यता हो कि कता यहाँबाट उठो जानु पायो भने यता हो हामी नै हामी माइक चाहिँ गइरहेछौँ बोल्नु न मामा यार म चाहिँ बाटो अनुसन्धान गर्छु बाटो हजुर बाटो अनुसन्धान गर्छु बोल्नु न बोल्नु यार उताबाट पनि उता जानुपर्ने है मिल्दैन नि ल रोड सुनसान भयो ओ यो त हाम्रै रहेछ र अब त रोड अब चाहिँ हाम्रै हो यो चाहिँ सामसङ प्लाजा हो बानेश्वरको ठ्याक्कै यो धोबी खोला छेउमा छ सिलगढी बजारको पुल हो यो त्यो छेउमा कति कम त जाम छैन यार आइया टुटन फुटन होला है हाम्रो बहिनीको पुरानो स्कुल साउथ पोइन्ट अहिले चाहिँ सरिसक्यो यहाँबाट बहिनीको स्कुल हो अनि कति तिनमै छुट्टी हुँदो रहेछ त 3:15मै अनि सबैतिरको टाइम बढाएको होइन र होइन केटाकेटीको हौ ए नर्सरीवालाको हो नर्सरी खोइ कतिसम्म त छिटै हुन्छ बच्चाहरू त्यस्तै हुन्छ हो माइक त किन्ने मामा चुम्बकवाला म्याग्नेटवाला गाडीमा हरायो भने के हुन्छ अरे गाउँमा गाडीमा हरायो भने खोजाइ पर्ने रहेछ देब्रे हो यता 3 दिन 3 रात पर्ने रहेछ जो के छ जो अरे म देखिरहेको छैन चाउमिन छिटो के छिटो हो के अरे हाफ कि फुल खाने म त हाफ खान्छु त्यसो भए यो के अरे नुडल्स 2टा हाफ गरिदिनु एउटा फुल गरिदिनु त्यो फुल चाहिँ प्याक गरिदिनु ल प्याक हुन्छ नि प्याकिङ एउटा फुल चाहिँ प्याकिङ गर्ने अनि 2टा हाफ चाहिँ दिनु यहाँ अनि त्यति गरिदिनु अरू केही अनि सुनो होला होइन हतार भइसक्यो चाँडो गरिदिनु ल हुन्छ ल थ्याङ्क यू कस्तो छ अनि अहिले पो घरि हेर्छु त यहीँ पो 30 हानिसकेछ अनि 7 बजे गएको भए त है ल अहिले चाहिँ हामी यतातिर होइन यो कता हो यो बानेश्वरतिर कता हो मेरो खाजा खाने अरे यहाँ चाहिँ होइन अहिले कुन लाइट छ हरियो हरियो लाइट छ है म हिँडिरहेको छु तपाईँ पनि बोल्दै गर्नु यहाँनिर अलिअलि
सुन्दर तलै राखेर क्या कति केटो हरियो लाइटमा कुद्दैछ होइन हरियो लाइटमा कुदिरह्यो हरियो होइन हौ निलो हो निलो लाइटमा कुद्दैछ निलो लाइटमा कुदिरह्यो नाक पनि कोट्याइरह्यो यसरी यताउता हेर्छ मान्छे अनि फेरि लगाउँछ अनि फेरि फर्केर आउँछ यसरी ट्याक्कसँगले ल चाहिँ गाइजहरू अनि हामी खाना बसेको यहाँ खाजा चाहिँ तल भइरहेछ अनि हामीले लिएको चाहिँ आज यो योगर्सको हो योगर्स कम्पनीको लिएर आयो अनि के छ अब स्पेसिफिकेसनहरू भित्र छ राम्रै लागेको छ मलाई चाहिँ कस्तो लाग्यो बाबा दामी छ दामी अनि यस्तो परबार हेर्दा चस्माको खोज्दा छ क्या परबार हेर्दा चाहिँ अनि परबार हेर्दा चस्मै खोज्दा एउटा सेम छ चस्मै खोज्दा जस्तो ल ठिक छ गाइजहरू राम्रो छ मन पर्यो ल गाइजहरू च्यानलमा सब्सक्राइब गर्नुभएको छैन गर्नु होला भन्न चाहन्छु अनि मैले चाहिँ बुझ्नुको लागि भनेर प्याकिङ गरेर ल्याइदिरहेको छु सो अब चाहिँ अरू नयाँ भ्लगमा भेटौँला आजको लागि चाहिँ टाटा बाई बाई सी यू